दर्शकवृन्द, मैले महाभारतबाट दुईटा श्लोकलाई लिएर अन्धत्वदेखि चेतनासम्मको यात्रा नामक शीर्षकमा तपाईहरू समक्ष केही मार्मिक कुरा पस्कने जमर्को गरेको छु। आउनुहोस् त्यसतर्फ लागौं। दर्शकवृन्द, मैले महाभारतको भीष्म पर्वको 25औं अध्यायको पहिलो श्लोक र द्रोण पर्वको 121औं अध्यायको पहिलो श्लोक अर्थात् जम्मा दुईटा श्लोकलाई लिएर अन्धत्वदेखि चेतनासम्मको यात्रा नामक शीर्षकमा तपाईहरू समक्ष केही मार्मिक कुराहरू पस्कने जमर्को गरेको छु। अन्धा राजा धृतराष्ट्र केवल आँखाबाट होइन, सत्यको दर्शनबाट पनि अन्धा भएका थिए। पुत्र प्रेमले अर्थात् छोराको मोहले गर्दा उनले धर्म र अधर्मको सिमाना छुट्याउन सकेनन्। युद्ध सुरु हुँदाखेरि उनी मोह र पक्षपातले ग्रसित हृदय लिएर गीताको आरम्भमा सञ्जयसँग यसरी सोध्छन्: धर्म क्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः मामकाः पाण्डवाश्चैव किम कुर्वत सञ्जय। अर्थात् धर्मभूमि कुरुक्षेत्रमा जम्मा भएका मेरा र पाण्डुका छोराहरूले के गरे? तर जब भीष्म जस्ता धर्मात्मा वीरहरू बाणशय्यामा ढल्छन् र आफ्नो पक्ष ढल्दै गएको देख्छन्, तब सोही धृतराष्ट्रको स्वरमा हताशा, पीडा र पश्चाताप मिसिन्छ। र द्रोण पर्वको 121औं अध्यायको आरम्भमा फेरि उनले सञ्जयसँग यसरी सोध्छन्: सम्प्रमृद्य महत् सैन्यम यान्तं सैन्ययमार्जुनम नरहिका मम ते पुत्राः किम कुर्वत सञ्जय। अर्थात् मेरा विशाल सेना शत्रुले कुल्चेर रणभूमिमा मर्दै गर्दा मेरा निर्लज्ज छोराहरूले के गरे? हामीले बुझ्नुपर्ने कुरा, यी दुई वाक्य बीचको दूरी केवल युद्धको समयको होइन, एक पिताको आत्मिक यात्राको दूरी पनि हो। मोहदेखि यथार्थसम्म, अज्ञानदेखि अनुभूतिसम्म धृतराष्ट्रका यी प्रश्नहरू वास्तवमा सम्पूर्ण मानवताको मनभित्र उठ्ने प्रश्नहरू हुन्। जबसम्म प्रेमले आँखामाथि पर्दा हाल्दछ, तब धर्म र सत्यको दृष्टि हराउन पुग्छ। दर्शकवृन्द, महाभारतका यी दुईटा श्लोकहरूका मार्मिक कुरा तपाईहरूलाई के कस्तो लाग्यो? यदि राम्रो लागेको खण्डमा लाइक र सेयर गर्न नभुल्नुहोला।